आज हामी घुम्दै घुम्दै गुदे ताल आएका छौँ। यो पोखरा वडा नम्बर 26 मा अवस्थित एउटा सुन्दर ताल हो र यो विशेष गरी सिमसारको लागि यो फेमस छ। यो हेर्दा सानो देखिए पनि यो जैविक विविधताको हिसाबले एकदमै धनी ताल छ। यहाँ चाहिँ तपाईँले देख्न सक्नुहुन्छ बगुल्लाहरूदेखि लिएर धेरै किसिमका यस्तै भ्याकुताहरू एकदम प्रशस्त छ। अब घाँसपातको हिसाबले पनि यो एकदमै एउटा माथि हाम्रो यहाँ व्यवसायिक रूपले एउटा रेस्टुरेन्ट चलाउनु भएको छ हाम्रो सरहरूले। अब यो कुनै रेस्टुरेन्ट हो, यो कुनै बेला एकदमै फेमस थियो कालिजको कुनै बेला डिमान्डको लागि। अहिले कालिजको अलि माग घटेको अनुसार कुनोको पनि भ्यालु अलि घट्दो छ। त्यहाँ कुरा एकदम पालु आएको छ। ऊ हेर्नु जाली थुनेर कहिले कहिले चितुवा पनि छिर्छ। कुनै समय चितुवा छिर्यो पनि दुःख दिएको वडा अध्यक्षज्यू जुन नरेन्द्र थापा हुनुहुन्छ, उहाँको अग्रसरतामा यहाँ धेरै कामहरू भएका छन्। त्यही भएर यो तालको पनि अलि संरक्षण हुन पाएको छ। नत्र त यो एउटा नत्र चौरको रूपमा परिणत भइसक्न लागेको ताल थियो। अहिले जस पानीहरू तपाईँ देख्दै हुनुहुन्छ राम्रोसँग भरिएको छ, माछाहरू छन्। यहाँ व्यावसायिक रूपमा माछाहरू पालन पनि भइरहेको छ। जस ताल संरक्षण भइरहेको छ, तर प्रयास राम्रो छ, तर अझै पुगेको छैन, अझै थप गर्दै अब लेखनाथ सात तालको सहर हो भनेर कमैलाई थाहा छ। पोखरा विशेष गरी हाम्रो फेवाताल, बेरसताल र रूपातालको लागि चाहिँ प्रख्यात छ। तर जस्तो अब रहेका हाम्रा यी सानो अब भनौँ न धेरैले त अब पोखरी जस्तो ठान्नुहुन्छ, तर यी हाम्रा एकदम झन् जलाशय र अरू जैविक विविधता हिसाबले धनी तालहरू जस्ता यी गुदे, खास्टे, मैदी र दिपाङलाई आज हामीले र न्युरिनी सहित हामीले आज जुन अवलोकन एउटा कार्यक्रम राखेका छौँ र यिनीहरूको जैविक विविधतालाई एउटा आज हामीले कभर गर्ने हिसाबले जुन डाक्टर सुभाष भट्टराईले आज प्रयास गर्नुभएको छ, यसलाई हामी एकदम मनैबाट एकदम सराहनीय रूपमा स्वागत गर्दछौँ। अब गुरेको सामान्य हामीले कभर गऱ्यौँ। अब हामी नेक्स्ट ताल न्युरिनी र खास्टेमा जान्छौँ।